आदरणीय दर्शकवृन्द नमस्कार। प्राइम टाइममा स्वागत छ। आज हामी अलि पृथक विषयमा कुराकानी गर्न गइरहेका छौं। आज हामी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषय र त्यसमा पनि एउटा यस्तो हस्पिटल जो चाहिँ नेपालकै सबैभन्दा सुविधा सम्पन्न हस्पिटल जुन हालसालै 1.5 वर्ष अगाडि निर्माण भएर सञ्चालनमा आइसकेको छ। आज त्यो हस्पिटलले दिने सेवा सुविधाको विषयमा कुराकानी गर्न गइरहेका छौं। वास्तवमा नेपाल मेडिसिटी हस्पिटल जुन चाहिँ एकदमै चर्चित र धेरै नै सुविधा सम्पन्न हस्पिटल भनिएको छ, त्यो हस्पिटल एसियाकै तेस्रो सबैभन्दा ठुलो हस्पिटल हो भनेर पनि भनिँदैछ। वास्तवमा कस्तो रहेछ त्यो हस्पिटल, यसका सेवा सुविधाहरू कस्ता रहेछन् त? आज यिनै विषयमा कुराकानी गर्न गइरहेका छौं। अर्कोतर्फ यो हस्पिटलले बिरामीलाई सेवा दिनको लागि अहिले विभिन्न जिल्लामा रहेका अस्पतालहरूमा पुग्न थालेको छ। त्यहाँ शिविर लगाएर उपचार गर्न पनि थालेको छ। यो विषयमा पनि कुराकानी गर्न गइरहेका छौं। यसका लागि स्टुडियोमा निम्ति आएका छौं नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाललाई। सर्वप्रथम उहाँलाई स्वागत गरौँ। रिमालजी, कार्यक्रममा स्वागत छ। धन्यवाद अजयजी। नेपाल मेडिसिटी हस्पिटल नेपालकै सबैभन्दा ठुलो सुविधा सम्पन्न हस्पिटल भनिएको छ। सर्वप्रथम यो शिविरको विषयमा कुरा गरौँ, त्यसपछि अरू विषयमा कुरा गरौँला। अहिले तपाईँ जनकपुर आउनुभएको छ र विभिन्न हस्पिटलमा पुगेर शिविर सञ्चालन गर्ने निर्णय गरेर तपाईहरु अहिले जनकपुर आइराख्नु भएको छ। के छ कार्यक्रम चाहिँ? निश्चित रूपमा नेपाल मेडिसिटी अस्पताल डाक्टर उपेन्द्र महतो ज्यूको एउटै भावनामा हामी सबैजना गोलबद्ध भएर अगाडि बढेका छौं। नेपालीहरूलाई उपचारको लागि विदेश जान नपरोस्, त्यही अभियानलाई साथमा लिएर यतिखेर हामी अस्पतालसम्म पुग्न नसकेका जनताहरूको लागि अस्पताल अब उहाँहरूको घरमा पुग्न थालेको छ र अस्पताल सहरहरूमा पुग्न थालेको छ। हैन, हामी काठमाडौँ मात्रै सीमित छैनौँ। त्यसकारण हामी देशव्यापी रूपमा देशका करिब 10 वटा मुख्य सहरहरूमा पुग्दैछौँ। आवश्यकता परे भने अझ भित्र पनि हामी छिर्ने अभियानमा छौँ। अहिले त जनकपुरमा हुनुहुन्छ। जनकपुरमा जुन शिविर खडा गर्नुभएको छ, कुन क्षेत्रको या भनौँ न कस्तो किसिमको स्वास्थ्य उपचार गर्दैछ शिविरमा? यसलाई हामीले जुन अहिले आज हामी जनकपुरमा छौँ, जनकपुरमा हामीले टोटल नी रिप्लेसमेन्ट स्क्रिनिङ क्याम्प भनेको छौँ। टोटल नी स्क्रिनिङ हाड जोड्ने जसमा विशेष गरी यो घुँडाको जोड्नीको समस्या भएकाहरू बिरामीहरूलाई उहाँको जीवनयापनमा उहाँहरूको दैनिकीमा अझ राम्रो सुविधा हामी दिन सक्छौँ। अहिलेका प्रविधिको कुराले, अहिलेका हाम्रा चिकित्सकीय ज्ञानको कुराले र हाम्रा शल्यक्रियाहरूले त्यो माध्यमबाट चाहिँ जो 40 वर्ष उमेर माथिका बिरामीहरू हुनुहुन्छ, जसले चाहिँ लामो समय ओछ्यान पर्नु भएको छ, लामो समय यो समस्याबाट गुज्रिनु भएको छ, त्यस्ता बिरामीहरूको लागि हामीले टोटल नी रिप्लेसमेन्ट स्क्रिनिङ टुर भनेर हामी आज देशव्यापी रूपमा गइरहेका छौँ र त्यही अभियान स्वरूप आज हामी जनकपुरमा छौँ। हजुर, त्यो कस्तो किसिमको शिविर हो? निःशुल्क हो कि सशुल्क हो कि? जस्तै जानकी मेडिकल कलेजमा तपाईँहरूले गइराख्नु भएको छ आज, होइन? के रहेछ त्यसमा? अनि यो निःशुल्क शिविर हो। विशेष गरी हाम्रा विशेषज्ञ डाक्टरहरू जो ख्यातिप्राप्त नी सर्जनहरू हुनुहुन्छ, त्यो उहाँहरूको टोली अहिले हामीसँग हुनुहुन्छ र उहाँहरूले चाहिँ जानकी मेडिकल कलेजको ब्रह्मपुरीको सिटी हस्पिटलमा निःशुल्क रूपमा सेवा दिनु भएको छ र अन्य सहरहरूमा पनि यसरी हामी निःशुल्क रूपमा सेवा। अब आज चाहिँ जनकपुर, त्यसपछि कहाँ जाने? त्यसपछि हामी धरान अनि दमकमा जान्छौँ। त्यसपछि इस्टर्न पार्ट सकिसकेपछि त्यसपछि हामीले पोखरा अनि बुटवल अनि हाम्रो धनगढी नेपालगञ्जमा गर्छौँ। योभन्दा अगाडि हामीले हेटौडा र वीरगञ्जमा सकेका छौँ। हजुर, अब अलि यो हस्पिटलको विषयमा कुरा गरौँ। नेपालकै सबैभन्दा ठुलो सुविधा सम्पन्न हस्पिटल, अर्कोतर्फ एसियाकै तेस्रो सबभन्दा ठुलो, वास्तवमा कस्तो रहेछ यो हस्पिटल? निश्चित रूपमा सबै नेपालीहरूले गौरव गर्ने एउटा अस्पताल हामीले बनाएका छौँ। यसको मुख्य श्रेय मेरो चेयरम्यान डाक्टर उपेन्द्र महतोलाई जान्छ र यो एउटा अभियानको रूपमा आएको छ देशमा। अब देशमा चाहिँ स्वास्थ्यमा कायापलट होस्, स्वास्थ्यमालाई चाहिँ हामीले ट्रान्सफर्मेसन होस् भन्ने एउटा अभियान छ। यसको कथा आजभन्दा 15-20 वर्ष अगाडि पुग्छ, जब डाक्टर उपेन्द्र महतोज्यूको आमा
सिराहाको एउटा दुर्गम गाउँ कर्जनामा निधन हुँदाखेरि त्यस समयमा गाउँमा एउटा हेल्थ एसिस्टेन्ट लेभलको जनशक्ति पनि थिएन हैन। त्यतिखेर पैसाले जोगाउन सक्ने भगवा त्यतिखेरको अरबपति खरबपति डाक्टर महतो आमालाई जोगाउन सक्नुहुन्थ्यो। तर त्यो एउटा दुःखद पीडा अहिले पनि उहाँले जहिले पनि हामीलाई भन्नुहुन्छ, यदि मेरो गाउँमा राम्रो अस्पताल भइदिएको भए आमा यतिखेर मसँग हुनुहुन्थ्यो। यो एउटा भावनालाई बोकेर आज हामी नेपाल मेडिसिटीका करिब 1000 जना हामी चिकित्सक लगायत सम्पूर्ण कर्मचारीहरू उहाँको यस भावनामा देशव्यापी रूपमा नेपालमा अब अकालमा कोही मर्नु नपरोस् र नेपाली उपचारलाई विदेश जान नपरोस्, यो अभियान हामीले सुरु गऱ्यौँ र त्यही अभियानको स्वरूप सिराहाको कर्जनाको गाउँमा आज एउटा सुविधा सम्पन्न अस्पताल छ र नेपाल मेडिसिटी जो राष्ट्रले गौरव गर्ने अस्पतालको रूपमा आज काठमाडौँमा छ। त्यसले हामी नेपालीहरूलाई मात्र नभएर विदेशीहरूलाई पनि आकर्षणको थलो भएको छ। हजुर, अब नेपाल मेडिसिटी कलेज के अरे हस्पिटलको कुरा गर्ने हो भने यो हस्पिटल 10 अर्बको लगानीमा तयार भयो हैन र डाक्टर उपेन्द्र महतो उहाँले चाहिँ यति ठुलो हस्पिटल बनाइदिनु भयो हैन। अब हस्पिटल बनाउने एउटा कुरा भयो, अर्कोतर्फ यो हस्पिटललाई कुन रूपमा लिने, सेवामूलक लिने कि नाफामूलक लिने हैन, किन त्यत्रो लगानी त भएको छ नि हैन। भनेपछि उद्देश्यको कुरा गर्ने हो भने उद्देश्य चाहिँ के रहेछ? यो मैले अघि भने एउटा अभियान हो र यसलाई हामीले विशुद्ध रूपमा नाफामूलक भन्दा पनि नेपाल मेडिसिटी अस्पताललाई सोसियो इकोनोमिक प्रोजेक्टको रूपमा हामीले लिएका छौँ। केही मुनाफा पनि जोडिन्छन् र केही सेवा पनि जोडिन्छन् र विशेष गरी हामीले चाहिँ स्वास्थ्य भन्ने बित्तिकै मान्छेको संवेदना, मान्छेको चाहिँ जीवनसँग सरोकार राख्ने विषय भएको कारणले गर्दाखेरि यसमा हामीले सोसियल र इकोनोमिक दुईटै एउटा अभियान चाहिँ जोड्छौँ हामी। हजुर, अब नाम सुन्ने बित्तिकै नेपाल मेडिसिटी हस्पिटल फेरि सुविधा सम्पन्न नेपालकै सबभन्दा ठुलो हैन। अब यो सुन्दाखेरि अब उपचार गर्ने व्यक्तिहरू पनि ठुला मात्रै जाने कि त्यहाँ हैन, त्यो पनि कता कता आइहाल्छ कि दिमागमा हैन। ठुलो हस्पिटल भएपछि अब त्यहाँ ठुला व्यक्तिहरू हैन, धनाढ्य व्यक्तिहरू जोसँग पैसा धेरै छ तिनीहरू मात्रै उपचार पाउने हुन् कि भने पनि एउटा आइहाल्छ दिमागमा। वास्तवमा त्यो नै हो? निश्चितमा त्यो होइन र हामीले नेपाल मेडिसिटी अस्पताललाई यसरी व्यवस्थित गरेका छौँ कि नेपालीहरूको अन्तिम विश्वास, अन्तिम होप नेपाल मेडिसिटी होस् उपचारको सवालमा हैन। देशका आम हस्पिटलहरू हामी जस्तै हुनुपर्छ, एउटा राम्रो हुनुपर्छ र सबै नेपालीले उपचार गर्न सक्ने, धान्न सक्ने अस्पताल हुनुपर्छ र सबैको पहुँचमा अस्पताल हुनुपर्छ। त्यो अभियानमा हामीले नेपाल मेडिसिटी अस्पतालले विभिन्न यस्ता धान्न सक्ने उपायहरूमा काम गरिरहेको छ। भने सबैभन्दा ठुलो त हो हैन र सबैभन्दा महँगो पनि हो भन्न मिल्छ कि मिल्दैन, के छ? सबैभन्दा महँगो चाहिँ होइन, त्यो चाहिँ होइन। किनभने आज हामीले केही फन्डामेन्टल कुराहरूमा हामीले छलफल गर्दाखेरि स्वास्थ्य निश्चित रूपमा महँगो सेवा हो, प्रविधिको कुराले, जनशक्तिको कुराले र त्यसपछि पूर्वाधारको कुराले। तर हामी आज विश्वव्यापी रूपमा चाहिँ स्वास्थ्यलाई धान्न सक्ने बनाउने अभियानमा छ भने नेपाल मेडिसिटी अस्पतालले नेपालमा एउटा धान्न सक्ने अस्पताल, एउटा नेपालीहरूले चाहिँ धान्न सक्ने अस्पताल बनाउने अभियानमा छ। निश्चित रूपमा आज हामीले देशको एउटा पहिलो अस्पताल जसले वर्षको 1200 रुपियाँ प्रिमियम लिएर हामीले 50,000सम्मको क्यासलेस इन्सुरेन्स सेवा सुरु गर्यौँ। यो हाम्रो त्यही अस्पताल कसरी चाहिँ अफोर्डेबल बनाउने भन्ने, कसरी धान्न सक्ने बनाउने त्यो एउटा अभियान हो र यसले आम रूपमा सबै तहको तबकाको जनतालाई जोडिदिन्छ। हजुर, बिमा एउटा सुरु गर्नु, स्वास्थ्य बिमा सुरु गर्यौँ। जसमा मैले अघि भने वर्षको 1200 रुपियाँ, महिनाको 100 रुपियाँ, त्यसमा हामीले एकजना व्यक्तिको 50,000सम्मको सुविधा दिन्छौँ भने 1875 मा श्रीमान श्रीमती र दुईटा बच्चाहरू 18 वर्ष मुनिका दुईटा बच्चाहरूलाई परिवारलाई 1875 मा हामीले स्वास्थ्य बिमा दिन्छौँ। त्यसमा आफ्नो योजना अनुसार, क्षमता अनुसार अथवा आफ्नो स्वास्थ्यको स्थिति मूल्याङ्कन गरेर 50,000, 1 लाख, 2 लाख गर्दै हामीले वर्षको चाहिँ हामीले 25,000 दिनुभयो भने 10 लाख र 37,500 मा परिवारको 10 लाख, यसरी चाहिँ सेवाहरूलाई व्यवस्थित गर्ने। यो त भयो बिमाबाट हैन, बिमाको थ्रु चाहिँ सस्तोमा उपचार गराउन पाउने भयो हैन। अर्को कोही निम्न वर्गका छन् हैन, विपन्न छन्, तिनीहरूलाई यस्तो रोग लाग्यो जुन चाहिँ मेडिसिटीमा मात्रै उपचार हुने भयो, अनि कि त बाहिर लैजानु पर्यो हैन। अब तपाईँले त भनिसक्नुभयो कि सम्पूर्ण उपचार नेपालमै होस्, बाहिर जानु नपरोस् हैन।
भनेपछि ती वर्गका व्यक्तिको लागि ती वर्गका बिरामीका लागि चाहिँ मेडिसिटीले केही सोचेको छ? निश्चित रूपमा सोचेको छ। यो त नेपाल मेडिसिटीले मात्रै होइन, सरकारले पनि सोचेको छ। हजुर, नेपाल सरकारले जुन निम्न वर्गका बिरामीहरू चाहिँ 10% बेडहरू छुट्याउने, 10%लाई चाहिँ दिने, त्यो डे 1 देखि हामीले सुरु गरेका छौँ। सरकारले जे नियम लगाइदिएको छ, नियम लगाइदिएको छ र सरकारको जुन हामीलाई गाइडलाइन अनुसार छ त्यो अनुसार हामीले त्यस्ता एउटा त भयो सरकारले दिएको न्यूनतम मापदण्ड पुरा गरिराख्नु भएको छ, जुन चाहिँ सेवा सुविधा चाहिँ हामीले दिएको थियो। हजुर, मेडिसिटी अस्पतालमा त्यो सुविधा उपलब्ध छ र नेपाल सरकारका 8वटा कडा रोगको जुन सरकारले सहयोग गर्छ त्यो कार्यक्रम पनि हामीले अब सुरु हुने अन्तिम चरणमा छ। त्यो चाहिँ हामीले सरकारले हामीलाई अप्रुभल दिने बित्तिकै हामी सुरु गर्छौँ, जसले गर्दाखेरि 8वटा कडा रोगहरू जस्तो मुटुको भयो, हाम्रो स्पाइनको भयो होइन, त्यसपछि यो डायलासिसहरू भयो, त्यो सेवाहरू जोडिने बित्तिकै एउटा प्राइभेट हस्पिटलले सरकारलाई पहिलो दिनदेखि निवेदन दिएर हामी सरकारका निःशुल्क कार्यक्रममा सुरु गर्न चाहन्छौँ भने त्यो अस्पताल हामी हो। हामी जनतालाई त्यो खालको सुविधा दिन सक्छौँ। त्यो किन पनि गर्दैछौँ भन्दाखेरि यसमा आवश्यक कुरा रहेन। यसमा हामीले के गर्दैछौँ भन्दाखेरि हामीले संसारभरिको मान्छेलाई नेपाल मेडिसिटीमा अहिले यतिखेर आकर्षित गरेका छौँ। धेरै डाइरेक्ट फ्लाइट भएका कन्ट्रीबाट विदेशीहरू आउँछन् भनेपछि उनीहरूले दिने पैसा पे गर्ने र नेपाली जनताहरूलाई सब्सिडाइज रूपमा हामी सेवा दिन्छौँ र विदेशीहरूलाई उच्च स्तरीयको जुन उनीहरूले खोजे जस्तो राम्रो क्याबिनमा बसेर सुविधा खोज्छन् त्यस्ता खालका सेवा पनि हामीसँग छन्। यसले गर्दाखेरि मैले अघि सोसियो इकोनोमिक प्रोजेक्ट जुन भने यसरी चाहिँ हामीले व्यवस्थित गरेको छ कि आम नेपालीहरूले नेपाल मेडिसिटी अस्पताल मेरो अस्पताल हो भन्ने चाहिँ हामीले त्यो भावना त्यो चाहिँ एउटा विश्वास दिलाउन सफल हुँदै गएका छौँ। तर पनि एउटा अस्पतालको बिल्डिङ हेर्दाखेरि, अस्पतालको साजसज्जा र स्वरूप हेर्दाखेरि यो धेरै नै महँगो होला भन्ने आम धारणा बन्न जान्छ। हिजोका दिनहरूमा हामी पनि ठुल्ठुला मलहरूमा छिर्न डराउँथ्यौँ, यो त धनीको लागि मात्रै हो, तर त्यो कदापि पनि होइन। नेपालीहरूले पनि सुविधा सम्पन्न राम्रो साजसज्जा भएको अस्पतालमा आफ्नो पकेट अनुसार उपचार गर्न सकोस्, त्यो नेपाल मेडिसिटीले भनेपछि त्यो अनुसार क्याटेगोरी छुट्याउनु भएको छ। भन्दाखेरि कोही विपन्न वर्गका आयो भने त्यसको लागि के गर्ने होइन, कसरी चाहिँ उनीहरूले चाहिँ उपचार गर्न सकिएला होइन, त्यसको व्यवस्था सबैभन्दा सरी मैले काटेँ। सबैभन्दा महत्त्वपूर्ण प्रश्न के हो भन्दाखेरि हामीले हाम्रा शुल्कहरूलाई वैज्ञानिक प्रणाली अनुसार व्यवस्थित गरेका छौँ। आम काठमाडौँका अस्पतालहरू, ठुला अस्पताल, निजी अस्पतालहरूमा हाम्रो सेवा शुल्कहरू करिब 20% कम शुल्क हामीले अरूभन्दा होइन। यसमा चाहिँ अब अन्तर्राष्ट्रिय भन्ने अस्पतालहरू मात्रै पनि होइन, आम अन्य सर्वसाधारण जाने अस्पताल भनेपछि काठमाडौँमा भएका अन्य निजी अस्पतालहरू ती अस्पतालहरूभन्दा मेडिसिटी अस्पतालको शुल्क 20% कम छ भन्नुहुन्छ। सेवा शुल्क हेरेर हामीले जो चाहिँ नेपालको सबैभन्दा ठुलो हस्पिटल, सबैभन्दा ठुलो अस्पताल, यो चाहिँ आम धारणा यस्तो छ भने त्यो हटाउनु पर्यो। जस्तो मैले अहिले जुन हामी जनकपुरमा जुन टोटल नी रिप्लेसमेन्टको फ्री स्क्रिनिङ क्याम्प गर्दैछु, यो हामीले करिब काठमाडौँमा 2 महिना अगाडि हामीले एउटा पाइलट प्रोजेक्टको रूपमा सुरु गरेका थियौँ। काठमाडौँ, ललितपुर, भक्तपुरमा हामीले त्यतिखेर गर्दाखेरि हामीले 2 महिनामा करिब 60वटा यो सर्जरी गऱ्यौँ होइन। जुन 60वटा सर्जरी नेपालको चाहिँ करिब वर्ष दिनसम्मको सर्जरीको होल काठमाडौँको त्यो एउटा भोल्युम थियो, जुन हामीले 2 महिनामा गऱ्यौँ। त्यसपछि हामीले के देख्यौँ भन्दाखेरि जनता त मान्छेलाई समस्या त रहेछ। हामीले शुल्कमा अलिकति त्यो सर्जरी शुल्कहरूमा हामीले चाहिँ ध्यान दिनु सकेको खण्डमा, क्वालिटीमा हामीले ध्यान दिनु सकेकोमा मान्छेहरू त आउने रहेछ। त्यसपछि हामी काठमाडौँबाट बाहिर जहाँ चाहिँ नेपालीहरू छन्, पूर्व मेचीदेखि पश्चिम महाकाली छन्, हामी प्रत्येक सहर किन नपुग्ने भने त्यो अभियान स्वरूप चाहिँ नेपाल मेडिसिटी। हजुर, नेपाल मेडिसिटी हस्पिटल कुन विषयमा चाहिँ पृथक? एउटा त ठुलो भयो, त्यसपछि अरू हस्पिटलभन्दा अलिकति सस्तो रहेछ भने भनिराख्नु भयो होइन, अरू चाहिँ कसरी चाहिँ पृथक? नेपाल मेडिसिटी अस्पताल विशेष गरी क्वालिटी अफ सर्भिस र पेसेन्ट सेफ्टी होइन, यसमा हामीले एकदमै ध्यान दिएको र एकदमै धेरै हामीले प्रयास गरेको कुरो हो यो। र पहिलो दिनदेखि हामी स्थापनाको पहिलो दिनदेखि नै हामीले के भन्यौँ भन्दाखेरि नेपाल मेडिसिटी अस्पताल यस्तो होस् जहाँ चाहिँ नेपालीहरूले गुणस्तरीय अस्पतालकोमा यसलाई लियोस्। यसका केही फन्डामेन्टल कुराहरू हामीले सुरु गरेका छौँ जुन देशका धेरै अस्पतालहरूमा छैनन्। हामीसँग जोडिनु भएका चिकित्सकहरू, हाम्रा कर्मचारीहरू सबै पूर्णकालीन छन्, स्यालेरीमा। हाम्रो एउटा पृथक कुरा, कोही पनि डाक्टरहरू हामीसँग चाहिँ
पार्ट टाइम हुनु पार्ट टाइम छैन हैन भने अन्यत्र ती डाक्टरहरूका क्लिनिक हो हामीले जस्तो भनौँ न अस्पताल खोल्नुभन्दा अगाडि केही सर्वेहरू पनि गरेका थियौँ काठमाडौँ बेस गर्दाखेरि एउटा डाक्टर 4वटा 5वटा क्लिनिकमा उहाँको क्लिनिक चल्छ भने त्यो डाक्टर एउटा क्लिनिकबाट अर्को क्लिनिकमा जाँदाखेरि उनको प्राइम टाइम भनेको बाटोमा जाँदो रहेछ हजुर त्यो हुने बित्तिकै एउटा पेसेन्टले कसरी क्वालिटी पाउँछ हैन उसलाई त अर्को हस्पिटल जाने हतार हुन्छ हजुर त्यही कुराहरू हामीले तोडिदियौँ मेडिसिटीले हाम्रा करिब 100 जना चिकित्सकहरू पूर्णकालीन चिकित्सकहरू जसले र सबै विधाका भनौँ न एउटा पोलिट्रमा भएको एउटा एक्सिडेन्ट भएको एउटा कोही बिरामी कुनै हस्पिटलमा पुग्यो भने उसलाई चाहिँ करिब 7-8वटा डिपार्टमेन्टको डाक्टरहरू विषयको डाक्टरहरू चाहिन्छ यदि पार्ट टाइम डाक्टर हो भने त त्यो बिरामीले चाहिँ कति डाक्टर त 2 दिन 3 दिन पछाडि मात्रै त्यति मात्रै होइन पेसेन्ट आएपछि अब डाक्टरलाई फोन गर्नुपर्छ फेरि यहाँ त कहाँ पुग्यो होला डाक्टर होइन त्यहाँबाट बोलाउनु पर्यो फेरि आउँदै पेसेन्टको मृत्यु हुन सक्छ त्यो समस्या त प्राय नेपालका सबै कलेजले झेलिरहेका छन् मेडिकल कलेजहरूले हिजोको म केस भन्छु हिजोको केस हेटौडाको एउटामा एउटा एक्सिडेन्ट भएको थियो जसमा बच्चाको चाहिँ यो टाउको हड्डी नै बाहिर निक्लेको थियो हामीले करिब उसलाई रेस्क्यु गरेर काठमाडौँ लगेको काठमाडौँ पुरा 15 मिनेटभित्रमा सर्जरी सुरु भयो भनेपछि हामीले करिब आधा घन्टाभित्रमा सबै तयारी गरेर बिरामी काठमाडौँ पुग्नु जालसम्म 10 मिनटको भित्रमा उसको सर्जरी सुरु भइसकेको थियो बिरामी आज बाँच्ने पेसेन्ट आउनुभन्दा अगाडि यदि डाक्टर त्यहाँ छन् भने एउटा होप चाहिँ हुन्छ कि बाँच्छौँ भने एकदम यदि पेसेन्ट पुगिसकेपछि फेरि डाक्टरले बोलाउनु पर्यो भने हैन त्यो चाहिँ गाह्रो होप त त्यही जान्छ नि त्यही चाहिँ क्वालिटी अफ सर्भिस जुन मैले कुरा गरेँ नेपाल मेडिसिटी अस्पताल देशको एउटा मात्रै यस्तो अस्पताल हो निजी क्षेत्रको त्यो पनि भनौँ न किन सरकारले पनि आफ्ना चिकित्सकहरूलाई चाहिँ 1 हस्पिटल 1 डाक्टर रूपमा व्यवस्थित गर्न सकेको छैन हामीले पहिलो दिनदेखि व्यवस्थित गर्नु तर यसमा चाहिँ धेरै प्रयास चाहिँ जान्छ यसमा आर्थिक उहाँलाई दिने तलबको कुराहरू भयो उहाँलाई दिने सुविधाको कुरा भयो त्यो जोडिन्छ तर त्यसले पेसेन्ट हेल्थको बिरामीप्रति गरिने जुन व्यवहार र उहाँप्रति गर्ने न्याय र त्यो चाहिँ हामीले गरिरहेको छौँ र देशको एउटा यस्तो अस्पताल जसलाई चाहिँ अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउनमा हामीले भरमग्दुर प्रयास गरेको छौँ र आगामी 1 महिनाभित्रमा हामी नेपालको पहिलो NABH स्ट्यान्डर्डको हस्पिटल भने सर्टिफाइड हुँदैछौँ हजुर अब यो हस्पिटल 10 अर्बको लगानीमा बनेको 750 बेड राख्ने कुरा छ अहिले कति सञ्चालनमा छ अहिले 300 बेडमा सञ्चालन 300 सञ्चालन छ कहिलेसम्म भइसक्छ अब यो 2019 को करिबमा हामी अहिले जुन पेसेन्टहरुको भोल्युम हामीले फ्लो भेटी देखिरहेका छौं त्यो भोल्युम कस्तो छ अहिले चाहिँ एकदमै राम्रो रेस्पोन्स छ हैन आज हामीले आजको डेटमा गर्दाखेरि स्थापना भएको करिब 1 वर्षको दौरानमा 20 देखि 25000 को हाराहारीमा सर्जरी मेजर सर्जरीहरू भइसकेका छन् हजुर नेपालको उपचार पद्धतिको कुरा गर्ने हो भने र डाक्टरको अनुभवले पनि सायद यो कुरामा फरक पार्दो होला हैन कुनै पेशेन्टलाई एउटै रोगीलाई हैन एउटा डाक्टरले चाहिँ 5-7 वटा औषधि दिने अर्कोले चाहिँ दुईटाले पनि हैन रोग निको पार्दिने हैन त्यो पनि हुँदो रहेछ यो चाहिँ के रहेछ वास्तवमा त्यो चाहिँ कसो भने त्यो चाहिँ व्यापारीकरण भयो त्यो हैन जे चाहिने त्यो चाहिँ दिनु पर्यो जे नचाहिने त्यो चाहिँ दिनु पर्यो त्यो त्यहाँ हुन्छ नि नेपालमा छ विस्तार तोड्नुपर्छ त्यसलाई किनभने अब हामीले एकदमै धेरै भन्यो नि अघि मैले जस्तो नेपाल मेडिसिटी के कुरा फरक छ यो कुरामा पनि फरक छ हामीले कुनै पनि चिकित्सकहरूलाई जस्तै अहिले आम रूपमा काठमाडौँमा हेर्दाखेरि सेयरिङ बेसिसमा छ के 60% हस्पिटलको 40% डाक्टरको 40% हस्पिटलको कुनै ल्याब टेस्ट लेखिदियो भने 90% डाक्टर उता जाने पैसा हैन 90% बाँडफाँड भइरहन्छ नेपाल मेडिसिटीमा त्यो कमिसन सेयरिङ सबै के पनि छैन सीधा महिनामा 2 जना बिरामी हेर्नुस् या महिनामा 200 जना बिरामी हेर्नुस् तपाईको तलब यति हो फिक्स हो त्यो पनि तपाईले भनेको तलब हैन आज नेपाल मेडिसिनमा महिनाको करिब 15 लाख खाने डाक्टरहरू पनि हुनुहुन्छ 20 लाख खाने डाक्टर पनि हुनुहुन्छ तपाईको स्यालेरी तपाईको योजना अनुसार र उपचार र अस्पतालको जिम्मा चाहिँ अब त्यो अनुसार तपाईले चाहिँ हेर्नु पर्यो हजुर भनेपछि त्यो बीचमा कमिसन सेयरिङ यो आउने सिस्टमै हटाइदिइसकेपछि एउटा डाक्टरले चाहिँ उसलाई 2-4वटा एक्स्ट्रा दबाई किन दिने हैन एउटा 2-4 टेस्ट बेसी किन लेखिदिने त्यो लेख्नै परेन उसलाई आउने भए पो लेख्छ त नआउने भए चाहिँ किन लेख्ने भने त्यो खालको चाहिँ एकदमै त्यो त परिपाटी यहाँ छ नि हैन अब डाक्टर कहाँ गयो भने अब टेस्ट लेखिहाल्ने के अझ त्यति मात्रले हुँदैन फेरि यो ठाउँमा जाऊ हैन यही औषधि पसलमा गएर औषधि किनेर ल्याऊ
त्यहाँसम्म छ त्यो लेख्छन् नि होइन त्यति चिज चाहिँ अब तपाईँ हामी मिलेरै हटाउनुपर्छ कुराहरू चेतनाको कमी पनि होला। फेरि सबभन्दा ठुलो कुरो त डक्टरलाई चाहिँ विश्वासको कुरो एउटा चाहिँ बिरामीले डक्टरप्रति गर्ने विश्वास हो। विश्वासमाथि खेलवाड नगरिदिनुहोस्। अनि हामीले जहिले पनि भनेको कुरा त्यो बिरामी त्यसै त रोगले दुखी हुन्छ त्यसमाथि फेरि हामीले थप पीडाहरू किन दिने, त्यसै दिनु चाहिँ हुँदैन होइन। त्यो चाहिँ स्पष्ट रूपमा यहाँले मेडिसिनमा देख्नुहुन्छ। हजुर, अब नेपाल मेडिसिटी अस्पताल विदेश जानु नपर्ने होइन, त्यति सुविधा सम्पन्न छ कि तपाईँलाई लाग्छ कि होइन केही यस्ता पनि रोग छन् जसको उपचार चाहिँ मेडिसिटीले गर्न सक्दैन? होइन, अहिले हामीले गर्न नसक्ने भनेको ट्रान्सप्लान्ट हो। त्यो गर्न नसक्ने भन्दा पनि अब हामीसँग क्षमता, हामीसँग सबै चिज छ, प्रविधि छ, तर सरकारको एप्रुभल पर्खेर हामी बसिरहेको छौँ। हामीले अहिले जस्तै यो जस्तो यो लिभर ट्रान्सप्लान्ट, त्यसपछि यो किडनी ट्रान्सप्लान्ट, त्यसको सबै कुराहरू हामीसँग व्यवस्थित भएर एप्रुभलको प्रक्रियामा छ। त्यो ट्रान्सप्लान्टको एप्रुभल आउने बित्तिकै हामी सबै सरकारले केही सीमित आफै मार्फत पनि राखेको छ केही कुरा चाहिँ त्यसमा। अब जस्तै भनौँ न कलेजोको अहिले कलेजो प्रत्यारोपणको अहिले यो मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर जो उसले गरिरहेछ त्यहाँ हुन्छ होइन। त्योदेखि बाहेक निजी क्षेत्रलाई दिएको छैन। त्यो खालको कुराहरूमा चाहिँ अब सरकारको गाइडलाइन नीति नियमअनुसार चाहिँ हामीले पनि प्राप्त हुने, हामीसँग त्यो खालको जनशक्ति प्रविधि र पूर्वाधार हामीसँग छ। अनुमति चाहिँ पाउनु बाँकी त्यो खोजेको हामीले। अरू के कुरा छन् जुन चाहिँ अरू टाउकोदेखि खुट्टासम्मका उपचारका रोगहरू हामी गर्छौँ। मेडिसिटी हस्पिटल छ। आज हामीसँग हुनुहुन्छ विजय रिमाल, उहाँ नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक हुनुहुन्छ। आज उहाँसँग मेडिसिटी अस्पतालले दिइरहेको सेवा सुविधा र यो अस्पताल नेपालीहरूका लागि कतिको गर्वको अस्पताल हो त, किनभने नेपालीहरू विदेशिनु पर्ने जुन समस्या थियो उपचारका लागि त्यो कति हदसम्म हटेको छ त, यिनै विषयमा कुराकानी गरिरहेका छौँ। रिमालजी, विदेश जानु पर्दैन भनिराख्नु भएको छ, तर अहिले पनि हाम्रा नेताहरू नै कति छन् जो चाहिँ कहिले थाइल्यान्ड, कहिले कहाँ पुगिरहेका हुन्छन्, कहिले भारत होइन। यो अवस्था चाहिँ कहिले हट्ला त? निश्चितमा यसले चाहिँ हामीलाई एकदमै पीडा दिने विषय हो। हामीले जबसम्म हामी नेताहरू अथवा सरकारको राज्य कोषबाट चाहिँ खर्च लिएर उपचार गर्न विदेश जाने क्रम रोकिँदैन तबसम्म चाहिँ उनको पछि नेपाली जनताहरू चाहिँ कुदिरहने रहेछन्। आज पनि हामीले आँकडा हेर्ने हो भने प्रत्येक वर्ष 2 लाख नेपालीहरू चाहिँ विदेश जान्छन् उपचारको लागि। 2 लाख त्यसको चाहिँ हामीले त्यसमा अधिकांश त भारततिर होला, करिब 70% भारत जान्छन् र त्यसको रुपियाँको रूपमा हामीले हेर्दाखेरि 26 अरब रुपियाँ विदेशी मुद्रामा विदेश गइरहेछ होइन। डाक्टर प्रेन्द्र महतो गैर आवासीय नेपाली सङ्घको संस्थापक अध्यक्ष पनि हो हजुर होइन। उहाँले जुन विदेशमा बसेर विदेशी मुद्रा कमाउनलाई जुन नेपालीहरूले परिश्रम गरेको छ त्यो परिश्रम र उनीहरूले जुन नेपाल पठाउँछ विदेशी मुद्रा, त्यो मुद्रा चाहिँ हामीले शिक्षा र स्वास्थ्यमा चाहिँ विदेश लगिरहेका छौँ। विदेशी मुद्रा कमाउनु मात्रै पनि ठुलो कुरो भएन, जोगाउनु पनि ठुलो कुरो हो भनेर मेडिसिटी आज यो देशमा छ होइन। हामीले विदेशी मुद्रा देशमै जोगाउनुपर्छ भनेर यो नेपाल मेडिसिटी अस्पताल स्थापना गरेका हौँ र नेपाल मेडिसिटी अस्पताल यदि सफल भइदियो भने, योजना सफल भइदिने देशमा नेपाल मेडिसिटी जस्ता अन्य अस्पतालहरू धेरै स्थापना हुन्छन्। र म यहाँलाई भनौँ डाक्टर उपेन्द्र महतोज्यूले लन्डनबाट घोषणा गर्नुभएको थियो प्रत्येक प्रदेशमा एक-एकवटा नेपाल मेडिसिटी अस्पताल स्थापना शाखा विस्तार हुनेछ र हामी एउटा चेन हस्पिटलको रूपमा चाहिँ देशभरि सहुलियत पूर्ण हिसाबमा गुणस्तरीय उपचार सेवा प्रदान गर्छौँ भनेर घोषणा गर्नुभएको छ। त्यो अभियानले पनि हामीलाई यहाँसम्म ल्याएको हो र विशेष गरी हामीले विदेश जानु पर्दैन भन्ने फन्डामेन्टल जुन कुराहरू गरिरहेका छौँ त्यसमा हामीले काम पनि गरिरहेका छौँ। आज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँ यो पूर्व पश्चिम राजमार्गको बोर्डर साइडका करिब 30 देखि 35वटा हस्पिटल आज हाम्रो पार्टनर्स इन प्रोग्रेस भन्ने कार्यक्रममा गर्दा हामीसँग जोडिनु भएको छ र यी अस्पतालहरूले चाहिँ हाम्रो बोर्डर क्रस गरेर उता जाने बिरामीलाई रोक्ने प्रयास गर्छ। अब हामीले विदेश जानु पर्दैन भनिरहेको अवस्थामा जनकपुरबाट काठमाडौँ किन जाने भन्ने प्रश्न पनि आउँछ। यदि जनकपुरमा सक्षम डाक्टरहरू हुनुहुन्छ, डाक्टरमा त्यो खालको चाहिँ पूर्वाधार प्रविधि र जनशक्ति छ भने जनकपुरको जनताको उपचार जनकपुरमै हुनुपर्छ होइन।
त्यसको लागि नेपाल मेडिसिटी अस्पतालले प्रविधि र जनशक्ति अथवा कुनै पनि त्यस्तो टेक्निकल सहयोगहरू यदि चाहने हो भने जनकपुरमा त्यो उपलब्ध गराएर सामान्य रोगहरू अब अथवा यहाँ हुन सक्ने रोगहरूको उपचार यहीँ गर्नुपर्छ भन्ने त्यो भावनासहित पनि आज हामी जनकपुर आएका छौँ र भनेपछि जो विदेश जान्छन् होइन नेताहरूकै कुरा भयो होइन अन्य होलान् थुप्रै होइन विदेश भनेपछि यो विश्वासको वातावरण नबनेर हो विश्वास गर्न नचाहेका हुन् तिनीहरूले सही जब नेपाली चिकित्सकहरूप्रति अलि विश्वासको कुरो पनि त्यो त कसो त्यो चिकित्सकीय समुदाय पनि त्यो कुराहरू हामी देख्छौँ आज काठमाडौँमा हामी हेर्छौँ काठमाडौँमा एउटा डक्टर चाहिँ आफ्नो क्लिनिकमा बसेर बिरामी जाँच्दाखेरि जति पैसा कमाउँछ उसले त्यो बिरामी इन्डियामा अथवा अन्य देशहरूमा पठाउँदा जति कमिसन आउँछ त्यो कमिसन धेरै हुँदो रहेछ अनि त्यो भित्री कुरा यो पनि हो भित्री कुरा यो पनि हो यसलाई तोड्नुपर्छ सरकारले त्यस्ता त्यो विदेश पठाउनेहरूलाई भनेपछि ती ठुला बडाका सल्लाहकार डाक्टर भनौँ तिनीहरूले चाहिँ यो देश जा भनेर भन्दा रहेछन् भन्छन् उनका एजेन्टहरू एजेन्टहरू काठमाडौँ बलगदी जनकपुरमा पनि घुमिरहेछन् ती हस्पिटलहरूका त्यसलाई त रोक्नुपर्छ समय भित्री कुरा यो हो अरू के छ यो हस्पिटलको अरू फेरि पछिल्लो समयमा जसरी तपाईँले भन्नुभयो कोलाबोरेसन गर्ने अन्य हस्पिटलहरूसँग टाइअप गर्ने कुराहरू छन् होइन त्यो चाहिँ कसरी अगाडि बढाएर हस्पिटल मात्रै होइन बैङ्कहरूसँग पनि गइराख्नु भएको छ यो चाहिँ के हो होइन यसमा चाहिँ जस्तो हामीले पार्टनर इन प्रोग्रेस जुन प्रोग्राम भन्यो एउटा ठुलो अभियान अथवा एउटा कुनै पनि काम गर्न एक्लैले सम्भव नहुने रहेछ हजुर त्यसको लागि चाहिँ हामीले हाम्रा पार्टनरसिपहरू हाम्रा नेटवर्कहरू हाम्रा चाहिँ सहकर्मीहरू बढाउनु पर्ने रहेछ आज हामी अपन टिममा किन छौँ भन्दाखेरि हाम्रो आफ्नोपन फिल गरेर भएको छौँ होइन प्रत्येक मान्छेले प्रत्येक नेपालीले प्रत्येक संस्थाहरूले चाहिँ स्वास्थ्यको बारेमा केही न केही बोल्नुपर्छ भन्नुपर्छ र प्रत्येक नेपालीहरू स्वस्थ हुनुपर्छ भन्ने अभियान हो जबसम्म हामी चाहिँ स्वस्थ हुँदैनौँ हामीले हाम्रो दैनिक पेसागत जीवन जिउन सक्दैनौँ किनभने घरमा थन्केर बस्नुपर्छ त्यो अनप्रोडक्टिभ कामहरूबाट चाहिँ अथवा त्यो खालको लाइफबाट चाहिँ हामी अगाडि आउनको लागि स्वस्थ हुनुपर्छ भन्ने अभियान हो र त्यसै कारणले गर्दा आज हाम्रो ब्याङ्कहरूसँग इन्सुरेन्स कम्पनीहरूसँग यातायातहरूसँग एकदमै धेरै सहकार्य गरेर अगाडि बढाएको छ त्यसले गर्दाखेरि मान्छेले यहाँ जाँदा यति सुविधा पाउँदो रहेछ यो ब्याङ्कको कर्मचारीलाई यति सुविधा हुँदो रहेछ भन्ने त्यो खालको एउटा चाहिँ छलफल डिस्कसन र हरेक दिन एउटा कुराहरू भइरहेको अवस्थामा मान्छेहरूले स्वास्थ्यप्रति ध्यान दिन्छन् कि भनेर हामीले त्यो सहकार्य गरेको हो हजुर भनेपछि जुन सहकारीको कुरा गर्नुभयो अघि जुन तपाईँले भन्नुभयो कमिसनका कुराहरू के अब जस्तै अघि उपचार गराउनको लागि कमिसन दियो भने विदेश नि पठाइदिने होइन भनेपछि यो सहकार्यमा कमिसन पनि भित्र छ कि वास्तवमा सहकार्य सहकार्य हो र हामीले कमिसन भन्दा पनि बिरामीहरूलाई जस्तो भनौँ न आज हामीले कुनै एउटा ब्याङ्कसँग सहकार्य गऱ्यौँ होइन त्यो सहकार्य गरिसकेपछि त्यो ब्याङ्कका कर्मचारी त्यो जति कर्मचारी ग्राहकहरू हुन्छन् उनीहरूलाई ब्याङ्कलाई भन्दा पनि उनीहरूको ग्राहक जति चाहिँ सेवाग्राही भनौँ न सेवाग्राही डाइरेक्ट हामी चाहिँ उनीहरूलाई सुविधा दिन्छौँ होइन जस्तै एउटा कुनै ब्याङ्कको ग्राहकहरूलाई उसको ब्याङ्कको कार्ड देखाउने तपाईँलाई चाहिँ यति सुविधा हुन्छ है भनिदिन्छौँ यसले चाहिँ जो निश्चित सेवाग्राही चाहिँ उहाँलाई फाइदा हुन्छ यस्तो खालको कार्यक्रम त्यो चाहिँ खालि नै एउटा अवेरनेसको कार्यक्रम हो त्यो होइन जसले नेपालीहरूलाई चाहिँ स्वास्थ्य गर्न ध्यान दियोस् होइन स्वास्थ्य बिमामा 1200 रुपियाँ भने अग्रिम लगानी गरोस् त्यो लगानी गर्ने पनि एउटा चाहिँ बानी हामीले पार्न सुरु गरेको हो हजुर एउटा हस्पिटलहरूमा यस्तो पनि देखिन्छ नि होइन अब कुनै बिरामी आयो भने अब 2-4 दिन राखेर निको हुने बिरामी छन् भने पनि अब केही न केही गरेर होइन कुनै न कुनै बहाना लगाएर उनीहरूलाई केही दिन अझै राख्ने कि होइन त्यो अझै पैसा कमाउने ध्येयले होइन प्रायः निजी कलेज हस्पिटलहरूमा त्यस्ता हुँदो रहेछ होइन भनेपछि यसबाट चाहिँ नेपाल मेडिसिटी हस्पिटल कतिको मुक्त छ होइन यसबाट चाहिँ मैले अघि भने नि जब क्वालिटीको कुरा गर्नुहुन्छ भनिसकेपछि त्यसमा चाहिँ यी यस्ता कुराहरू सबै गौड भएर जाने रहेछन् होइन आज यहाँले देशमा अन्तर्राष्ट्रिय अस्पताल भनेर धेरै अस्पतालको नाम सुन्नुहुन्छ होइन एउटा एबिसी अन्तर्राष्ट्रिय अस्पताल भनेको विदेशीहरू अथवा गोरो छाला भएको मान्छेहरूको आएर उपचार गर्ने थलो हो भने आउँछ कता भन्ने आउँछ तर त्यो होइन त्यो स्तरको चाहिँ उपचार हुन्छ स्तर भन्ने बित्तिकै त्यसका सूचकाङ्कहरू त्यसका चाहिँ डेटाहरू त्यसका चाहिँ जस्तै उपचारजन्य रिपोर्टहरू हुन्छ त्यो रिपोर्टले चाहिँ यो अस्पताल अन्तर्राष्ट्रिय हो कि होइन भनेर चाहिँ जाँच्ने काम गर्छ मैले अघि भने एनएबिएच स्ट्यान्डर्ड जुन छ त्यो चाहिँ
भारतीय स्ट्यान्डर्ड हो त्यो हैन भारतीय जस्तो नेसनल एक्रेडिटेसन बोर्ड फर हेल्थ हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर्स भन्छ भारतका करिब 17,000 वटा अस्पतालहरूमध्ये 500 वटा अस्पतालमा चाहिँ एनएबीएच एक्रेडिटेड हस्पिटलको रूपमा छ अहिले आजको दिनमा 17,000 मा 500 चाहिँ नेपालको पहिलो एनएबीएच एक्रेडिटेड हस्पिटलको रूपमा नेपाल मेडिसिटी आउँदैछ त्यो पनि संसारको पहिलो एनएबीएच हस्पिटल जो चाहिँ स्थापनाको पहिलो वर्षमै यो मान्यता प्राप्त हुन्छ र हाम्रो अस्पतालको पूर्वाधार प्रविधि र जनशक्ति जेसीआई भनेको जोइन्ट कमिसन इन्टरनेसनल जुन अमेरिकन स्ट्यान्डर्ड हो त्यो स्ट्यान्डर्ड अनुसार हामीले व्यवस्थित गरेका छौँ र वर्ल्ड बैंकले पनि इन्स्पेक्सन गरिसकेको अवस्थामा यतिखेर एनएबीएच को एसएसआरहरूले जुन हामीले एसएस गर्दाखेरि 90% कम्प्लायन्सहरू हामीले पुरा गरेका छौँ हजुर हैन त्यो अवस्थाहरू जोड्दाखेरि अघि जुन यहाँले क्वेसन गर्नुभयो अस्पतालले चाहिँ धेरै टाइम राख्दिने धेरै समय राखेर पैसा गर्ने त्यो अभियानमा त्यस्तो खालको निकृष्ट कारण हामी किन छैन भन्दाखेरि यो गाइडलाइनको कुराहरूले पनि हामीले रोकेका छन् स्ट्यान्डर्डको कुराहरू पनि रोकेको छ एउटा बिरामीलाई उसको एभरेज लेन्थ अफ स्टे कति हो भन्ने कुराहरू निश्चित रूपमा गाइडलाइनहरू बोल्छन् जब हामीले एउटा सामान्य रोगको बिरामीमा 10 दिन 15 दिन अथवा चाहिने भन्दा बेसी समय राखिदिन्छौँ हामीले त्यो गाइडलाइन अनुसार मिट गर्न सक्दैन भनेपछि त्यो स्ट्यान्डर्ड हामीलाई प्राप्त हुँदैन हजुर त्यस कारणले गर्दा पनि हामीले यी स्ट्यान्डर्डको कारणले गर्दा पनि हामीले बिरामीप्रति न्याय गरेका छौँ हजुर प्राय अब नेपालका बिरामीहरू भारत जुन पुग्ने हुन्छ नि यहाँ उपचार भएन भने भारत पुग्ने होइन भनेपछि नेपाल मेडिसिटी कलेज हस्पिटल यतिको सुविधा सम्पन्न छ कि अब भारत कम्तीमा भारत चाहिँ पुग्नु पर्दैन है त्यो भन्न सकिन्छ त्यसै भने भारतबाट बिरामीहरू आउन थाले नेपाल मेडिसिटीमा हामीले भन्यो नि डाइरेक्ट फ्लाइट भएको 9 वटा देशहरूबाट बिरामीहरू आउँछ भनेपछि अब भारतबाटै यहाँ चाहिँ आउन थालेछ जस्तो यो बोर्डर लाइनका जति पनि यो नेपाल भारत बोर्डर लाइनका भारतीयहरूले काठमाडौँमा आएर हाम्रो गर्ने क्रमहरू बढेको छ यो चाहिँ एउटा गुणस्तरीय जुन हामीले कुराहरू भनेपछि मेडिसिटी हस्पिटल भनेको नेपालको यति ठुलो हस्पिटल कि अब नेपालीहरू बाहिर जानु पर्दैन भनिराख्नु भएको छ तपाईले एउटा कुरा भन्नुभयो कि भारतबाटै अब नेपाल आउन थाले हैन सही हैन भनेपछि अरु कुन देशका बिरामीहरू आउँछन् विशेष गरी हामीले भारत मात्रै हो हैन लन्डनबाट पनि आउँछन् त्यसपछि अस्ट्रेलियाबाट आएका छन् हैन त्यो भनेको उपचार गराउनकै लागि कि अब कोही अब भनौं पर्यटकका रूपमा आएका होलान् हैन यहाँ बिरामी परे त्यो हैन मेडिकल टुरिज्मको लागि भनेर उपचार गराउनलाई आउने हो हजुर हैन उपचार नै पहिलो प्राथमिकता साथ म उपचार गराउँछु भने आउने त्यो जमातहरू बढेका छन् अहिले यसको रिजन के होला कि लन्डनमा त्यो स्तरको हस्पिटल नभएर कि अरु केही कारण शुल्क अच्छा शुल्क जस्तै वहाँ चाहिँ त्यहाँ भन्दा जस्तो भनौँ न विदेश भन्दा करिब 25% अथवा त्योभन्दा कम त्यो उसमा हैन हामीले करिब 25% शुल्क कम हुने बित्तिकै धेरै धेरै फाइदा हुन्छ त्यो कारणले गर्दा बिरामी आए भनेपछि उपचार पनि हुनु भयो अर्को पर्यटकको रूपमा यहाँ नेपाल घुम्न पनि पाइने भयो हो जस्तै विशेष गरी अहिले भारतमा मेडिकल टुरिज्म एकदमै धेरै बुम गरेको स्थिति हो हैन त्यहाँ भारतसम्म आइपुग्ने अफ्रिकन जुन नागरिकहरू छन् उनीहरू भारत भन्दा पनि करिब 25% सस्तो भन्छ नेपाल आउन थालेका छन् अनि मेडिकल टुरिज्म एउटा जुन टर्म तपाईले भन्नुभयो मेडिकल टुरिज्म हामीले एकदमै ध्यान दिएको हैन भोलि अब देशलाई विदेशी मुद्रा त कमाउनु पर्यो विदेशीहरू यहाँ ल्याउनु पर्यो उपचार गर्नलाई र भर्खरै हामीले बङ्गलादेश पनि गएका थियौँ उहाँहरू पनि गएको थिए हाम्रो टिमहरू बङ्गलादेश जाँदाखेरि बङ्गलादेशबाट पनि बिरामीहरू यहाँ आउन सुरु गर्छन् उनीहरू प्रत्येक वर्ष करिब 40,000 बङ्गलादेशीहरू भारत जाँदा रहेछन् उपचार गर्नलाई हजुर हैन पछिल्लो चरणमा भारतले उनीहरूलाई भिजाको लागि समस्या भइसकेको अवस्थामा अब सहज रूपमा भारत प्रवेश गर्न गाह्रो भएको अवस्थामा नेपाल चाहिँ त्यो खालको प्राथमिकता पर्ने देशको रूपमा रहेको छ र पनि बङ्गलादेशीले नेपालमा पनि त्यस्तो अस्पताल छ र भन्ने खालको एउटा भावना उनीहरूलाई छन् त्यसलाई बिस्तारै हामीले तोड्दैछौँ र यो एउटा क्रम चाहिँ हामीले किन पनि सुरु गर्यो विदेशीहरू किन ल्यायौँ भन्दाखेरि विदेशी मुद्रा कमाउनलाई मात्रै पनि होइन नेपालीहरू विदेश जाने जुन लर्को छ त्यसलाई रोक्नको लागि पनि हो विदेशबाट पनि नेपालमा आउँदैछन् भनिसकेपछि त नेपालीहरूले त त्यसपछि अनि आफ्नो संस्थाहरूलाई विश्वास गर्ने हजुर अब कोही विदेशी यहाँ उपचार गर्न आयो भने तिनीहरूको लागि त्यो शुल्क अलि छुट्टै छ कि के रहेछ त्यो विदेशीहरूको चाहिँ उनीहरूको विदेश भन्दा यो भारत बाहेक कि भारत त्यसमा इन्क्लुड छ के छ हैन भारतीयहरूको त करिब नेपाली सहर नै उपचार हुन्छन् हैन हजुर त्यसपछि विदेशी अरू अन्य भारत बाहेक अन्य देशहरूबाट आउनेहरूको चाहिँ केही शुल्क अलिकति बढी हुन्छ त्यो उनीहरूको चाहिँ त्यहाँ जस्तै भन्नु न उहाँदेखि उनीहरूको देशदेखि यहाँ उनीहरूलाई
हामीले फलो गरेर उनीहरूलाई सुविधा दिएर अथवा उनीहरूलाई गाइड गरेर भने चाहिँ एउटा छुट्टै संयन्त्रहरू तयार गर्नुपर्ने हुन्छ। त्यसको लागि हाम्रो इन्टरनेसनल मार्केटिङ टिमहरू, इन्टरनेसनल फेसिलिटेटरहरू त्यहाँ हुन्छन्, त्यही देशमा पनि हुन्छन् हाम्रा स्टाफहरू होइन। त्यो कारणले गर्दा पनि केही शुल्क अलिकति बढी। भनेपछि अघि जुन एउटा कुरा भएको थियो नि, अब ठुलाबडालाई का उनीहरूको सल्लाहकारले चाहिँ यहाँ उपचार हुँदैन विदेश जा भन्छन् नि होइन, त्यस्तै अब उता पनि छन् कि उताबाट यहाँ हुँदैन तपाईँ यति जानुहोस् अलिक सस्तो पनि पर्छ नेपाल जानुहोस् भनेर भन्ने त्यस्ता पनि छन् कि के छ? छन् जस्तै त्यसमा चाहिँ उनीहरूको सरकारहरूले पनि अब त्यसमा सहयोग गर्छ नि जस्तो लाग्छ मलाई। किनभने निश्चित रूपमा त्यहाँ चाहिँ अब 1000 रुपियाँ लाग्छ, अब नेपालमा आएर चाहिँ 700 रुपियाँमा हुन्छ अथवा 500मा हुन्छ भने त निश्चित पैसाको कारण पनि जोडिँदो रहेछ नि त। हजुर होइन, त्यो कारणले पनि यता आउँछन् र विशेष गरी पर्यटकहरू पनि एकदमै धेरै नेपाल आउने पर्यटकहरू पनि चाहिँ कुनै दुर्घटनामा पऱ्यो भने मेडिसिटी आएर उपचार गर्ने क्रमहरू बढेको छन्। अहिले हाम्रो देशव्यापी रूपमा जुन हेली रेस्क्युहरू हुन्छ होइन माउन्टेनबाट त्यो क्षेत्रहरूबाट, त्यसमा पनि विदेशीहरूले त्यो विश्वास चाहिँ हामीले कमाउँदैछौँ। अब अन्त्यतिर पनि आइसकेका छौँ। नेपालको कुरा गर्ने भने स्वास्थ्य क्षेत्र अझै जुन हिसाबले अगाडि बढ्नुपर्ने थियो होइन, त्यो हिसाबले अझै अगाडि बढ्न सकेको छैन। अहिले पनि हुम्लाजुम्लाका बिरामीहरू होइन उपचारकै अभावमा होइन स्वास्थ्य संस्था नहुँदाखेरि मृत्युवरण गर्नुपर्ने अवस्था छ होइन। तराईकै कयौँ ठाउँका चाहिँ बिरामीहरू चाहिँ ठाउँमा पुग्न नसक्दाखेरि मृत्युवरण गर्नुपर्ने अवस्था छ नि होइन। भनेपछि हस्पिटलहरू प्राय काठमाडौँ केन्द्रित हुनुको कारण चाहिँ के हो? हस्पिटलहरू काठमाडौँ केन्द्रित अब चाहिँ हुँदैन होला कि जस्तो लाग्छ। अब त ऐन नै गरिसक्यो होइन। अब किनभने यहाँ आउनुभन्दा अब चिकित्सा शिक्षा ऐन अब त्यो आउँदैछ, त्यसपछि होला होइन। कारण हो। अन्तिम अर्को चाहिँ के हो भने काठमाडौँ बाहिर पनि देश छ भन्ने भावना चाहिँ हामीलाई छ। हजुर, र हामी आम नेपालीहरू काठमाडौँ बाहिर पनि देश छन्, नेपालीहरू छन्। अब नेपाल मेडिसिटी कलेजकै हस्पिटल कुरा गर्ने हो भने यो पनि त काठमाडौँमा स्थापना हो। नेपाल मेडिसिटी अस्पताल प्रत्येक प्रदेशमा हुन्छन् भनेर अघि पनि मैले भने। र यहाँ आउनुभन्दा अगाडि मैले प्रदेश नम्बर 7 का सरकारसँग पनि हाम्रो छलफल चलिरहेछ। आज हामी डोल्पा, हुम्ला, जुम्ला, महाकाली ती ठाउँमा र नेपाल मेडिसिटी अस्पताल पुगिरहेछन् र भोलि सबै कुराहरू राम्रै भयो भने प्रदेश सरकारसँगै हाम्रो सहकार्य हुन्छ र मेडिसिटी अस्पतालका डाक्टरहरू ती विकट गाउँमा पनि हुन्छन्। र हामी यहाँहरूको अपन टिभी मार्फत म 2 नम्बर प्रदेशका सरकारलाई पनि अनुरोध गर्छु, नेपाल मेडिसिटी बिरामी जानु नपरोस्, अस्पताल यहाँ होस्, त्यो एउटा हो। त्यसमा चाहिँ हामी सरकारसँग पनि सहकार्य गर्छौँ। स्वास्थ्य मन्त्रालय केन्द्रीय स्तरको सरकार पनि सहकार्य गरिरहेछौँ स्वास्थ्यलाई जोड्नको लागि, र हामीले प्रदेशमा पनि सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेछौँ। भनेपछि यहाँको पूर्वाधार प्रविधि र जनशक्तिको व्यवस्थापनमा यदि हाम्रो कुनै पनि प्रकारको सहयोग, सल्लाह, सुझाव र हाम्रो उपस्थिति यहाँले महसुस गर्नुहुन्छ भने हामी देशको जुनसुकै ठाउँमा गएर काम गर्न पनि तयार छौँ। अब प्रदेश 2 को कुरा गर्ने हो भने धेरै जनसङ्ख्या छ होइन, अस्पताल थोरै छन् होइन यो क्षेत्रमा होइन। भनेपछि अब भएका अस्पताल पनि गुणस्तरीय छैन भनेर पनि बिरामीहरूको गुनासो रहने गरेको छ के। भनेपछि यतातर्फ चाहिँ के सोचेको छ? हाम्रो पहिलो स्ट्यान्डले के हुन सक्छ? हाम्रो पहिलो अस्पताल च्यारिटी अस्पताल 2 नम्बर प्रदेशमा छ। हजुर, फुलकुमारी महतो मेमोरियल हस्पिटल देशको एउटा यस्तो अस्पताल जहाँ चाहिँ हाम्रो पूर्णकालीन चिकित्सकहरू, विशेषज्ञ चिकित्सकहरू कर्जना जस्तो सिराको एउटा विकट गाउँमा गएर काम गरिरहनु भएको छ, जहाँ पिडियाट्रिक, गाइनोकोलोजिस्ट, एमडिजिपी, एनेस्थेसिया त्यस्ता डक्टरहरू हामी अहिले गाउँमा उपलब्ध गराइरहेका छौँ। त्यो हाम्रो प्रतिबद्धता हो। र हामीले त्यहाँ एउटा मोबाइल क्लिनिक पनि दिएका छौँ जापान सरकारको सहयोगमा, जसले चाहिँ बिरामीहरू चाहिँ अस्पताल आउन सकेन भने, कर्जना जस्तो गाउँको अस्पताल आउन सकेन भने त्यो मोबाइल क्लिनिक लिएर हाम्रो डक्टरहरू बिरामीहरू गाउँ गाउँ पुग्छन्, 2-4 दिन त्यहाँ बस्छन्, उपचार गर्छन्, आउँछन्। अनि त्यो खालको सेवाहरू पनि हामीले सिराहामा सुरु गरिसकेका छौँ। त्यस्तो खालको मोबाइल क्लिनिक हामीले जनकपुरमा पनि 2 वर्ष अगाडि योजना गरेका थियौँ र हाम्रो अञ्चल अस्पतालका चिकित्सकहरू हामीले भेटेका थियौँ। यदि त्यो खालको सुविधाहरू चाहिन्छ भने जापान सरकारको सहयोगमा हामी त्यहाँ दिने भनेर हामीले कुरा पनि छलफल गराएका थियौँ, तर त्यहाँ सम्भव हुन सकेन, हामीले सिराहामा सम्भव गऱ्यौँ। भने चाहिँ यी यस्ता कुराहरू जहाँ चाहिँ हामीले आम जनताहरूको स्वास्थ्यमा फरक पर्ने गरी देखिने, बुझिने र सुनिने गरी स्वास्थ्यको स्तरमा काम गर्ने यदि हामीलाई सहयोगको अपेक्षा गरिन्छ भने हामी यस्ता दूरदराजका गाउँहरूमा पनि आएर काम गर्न तयार छौँ। हजुर, अन्त्यमा अबका योजना के छ? अबको योजनाहरू नेपाल मेडिसिटी अस्पतालले
अहिले काठमाडौँमा जुन हाम्रो 750 रहेको अस्पताल छ, प्रत्येक प्रदेशमा अघि पनि मैले भने प्रत्येक प्रदेशमा अस्पताल खुल्नेछन्, जसले गर्दाखेरि नेपालीहरूलाई चाहिँ उनीहरूकै घर आँगनमा हेल्थलाई चाहिँ कसरी एक्सेसिबल बनाउने, कसरी पहुँचमा पुर्याउने त्यो अभियानमा छौँ र त्यसमा हामी जुट्छौँ। कति वर्ष लाग्छ? करिब 5-6 कि वर्ष लाग्छ। मेडिसिटी अस्पताल आफ्नै प्रदेशमा पनि हेर्न पाउने? 5-6 वर्ष लाग्ला। यसमा चाहिँ अब प्रदेश यहाँहरूको पनि सहयोग चाहिँ हामीलाई चाहिन्छ हैन। हामीले सरकार पनि लचिलो भइदिनु पर्यो हैन? सरकार त लचिलै छ अहिले। सरकार यति सङ्घीयतामा गइसकेपछि सरकारहरुमा एकदमै धेरै काम गर्ने जोस जागर बढेको छ प्रदेशतिर हैन। त्यसमा हामीलाई पनि सहभागी गराइयोस्। निश्चित रूपमा नेपाल मेडिसिटी अस्पताल प्रदेश 2 मा आउनेछ। हजुर, हस् त, धेरै धेरै धन्यवाद। धन्यवाद। आदरणीय दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो विजय रिमाल, नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक। आज हामी उहाँसँग नेपाल मेडिसिटी अस्पताल, जो नेपालकै सबैभन्दा ठुलो अस्पताल हो, यो अस्पतालको सेवा सुविधा कस्ता छन् र जो विपन्न वर्गका छन् तिनीहरूको पहुँच यो अस्पतालमा छ कि छैन, यसका यो अस्पतालका योजनाहरू के छन् त, यिनै विषयमा आज हामी कुराकानी गर्दै थियौँ। हस् त, आजका लागि प्राइम टाइमको समय सक्यो।